कस्तो यसको कोठा कस्तो छ नि दर्शक बिन यो यहाँ यसको कोठा सोनी हेर न त्यसलाई के भन्छ सम्झाउ न यो भाइले सम्झाउ त के छ यो कोठा यस्तो छ नि त अनि जहिले पनि मेरो कोठाको बारेमा जहिले पनि के भनेन उसले याद हुन्छ क्या भाइ चाउचाउ पनि निकाल है ब्लग खिच्ने भएपछि कहिले हाल किरा भएको चाउचाउ दर्शक दिन खाँदैछन् यिनीहरूले किरा भएको चाउ हाई एभ्रिवान नमस्ते सबैजनालाई आज चाहिँ हामी कोरियन च्यालेन्ज गर्दैछौँ विथ सोनी राई एन्ड यहाँ हाम्रो क्यामेराभन्दा बाहिर चाहिँ शिखर सर पनि हुनुहुन्छ अनि त्यसपछि दिपेन्द्र पराजुली पनि हुनुहुन्छ है अनि हामीले चाहिँ फर्स्टमा के गरौँ भन्दाखेरि वाउ यहाँ हेर्नु न काठमाडौँको भ्यू हेर्दै तपाईँहरू हाम्रो भिडियो हेर्नुहोस् लु यस्तो पाराले घर गरी खाँदैन है नानी त्यसपछि जल्दियो पानी अब म के गर्छु भने पानी बसाइसकेँ कि कराईमा अब उमाल्ने हामीसँग चाहिँ सोनी र म च्यालेन्ज गर्ने भनेर आज हामीले 10वटा करेन्ट लिएर आएको छौँ 1 2 3 4 5 6 7 8 वटा भयो है प्लेट पुग्छु प्लेट पुगेन भने चाहिँ अन्त थाल नत्र भने चाहिँ किस्तीमा टक्क भरिहालेर हौ जहाँ पुगे हम भाग्यो उ त्यो साग पनि हाल्ने उ त्यो खोइ साग मैले साग नै नै देख्दै हो यो मेरो कोठा चाहिँ खासै राम्रो छैन होइन तर पनि उताको भ्यू चाहिँ मस्त हेर्न पाइन्छ यसको कोठा कस्तो छ नि दर्शक बिन यो यहाँ यसको कोठा सोनी हेर न त्यसलाई के भन्छ सम्झाउ न यो भाइले सम्झाउ त के छ यो कोठा यस्तो छ नि त अनि जहिले पनि मेरो कोठाको बारेमा जहिले पनि के भनेन उसले याद हुन्छ क्या भाइ चाउचाउ पनि निकाल है ब्लग खिच्ने भएपछि कहिले हाल किरा भएको चाउचाउ दर्शक दिन खाँदैछन् यिनीहरूले किरा भएको चाउ खासमा भन्ने हो भने आज हामीलाई करेन्ट खाने त्यस्तो मलाई पनि करेन्ट छैन ऊ चाहिँ छैन किनकि म 2 बजे ड्युटी सकेर रुम गएँ अनि त्यसपछि मलाई सक फिल भयो अनि त्यसपछि 1 कप चिया खाएँ अनि चिया खाएपछि के गरेँ भने अनि चाउचाउ साँधेर खाथेँ क्या अकबरेको खोर्सानी थियो त्यो अचार साँधेको अनि त्योसँग पिरो बनाएर 2टा खोर्सानी हालेर एउटा चाउचाउ साँधेर खाएको होइन त्योले नै डोज पुऱ्याइरहेको थियो अब मैले पनि चाउमिन खाएको म बाहिर गएको थिएँ अनि मैले चाउमिन खाएको थिएँ त्यो भएर हामीलाई भोक चाहिँ छैन तर अरू बेला हामीसँग टाइम छैन नि त अस्तिदेखि च्यालेन्ज गरौँ भनेर भनिरहेको थियो त्यही भएर हामी च्यालेन्ज गर्दैछौँ च्यालेन्ज गर्ने भने चाहिँ एउटा न एउटा केही त पनिसमेन्ट हुन्छ या त केही बाजी हुन्छ केही न केही त हुनुपर्छ चिसो पानीमा नुहाउने सिरियसली नाङ्गै उहाँ गणेशस्थान घुमेर भिजिट गर्ने त्यस्तो त्यो असम्भव कुरा चाहिँ नगर ल तल पहिलो फ्लोरबाट यहाँ 7औं तलासम्म 5 चोटि तल माथि गर्नुपर्ने ल त्यो पनि ठिकै हो ओके ओके ल सिरियसली फेरि आज हाम्रो च्यालेन्जमा अब पुरस्कार भन्दा पनि दण्ड हुने भएको छ 5 चोटि भनेको मतलब ओभर त 10 चोटि हुन्छ आज खाने मन छैन चाउमिन खाएको त भोकले म पनि करेन्ट खाएको के रे त्यो करेन्टले मैले साँधेर खाएको त्यो कस्तो हुन्छ भने अर्डर गर्न त छिटो खान्छ च्यालेन्ज भनेपछि यहाँ खानु मर्दिन्छ हो दोहोरो पो रहेछ
मन पर्दैन मन पर्दैन किन च्यालेन्ज हो जो लेट हुन्छ उसैले यो सार्मतीको सातले भवनको तलमाथि 2 पटक गर्छ या के रे 5 पटक भन्न जति सजिलो छ त्यति काम गर्न सजिलो छैन छुट्टी हो म त यहाँ लुकिङ ग्लास हाल्नुको मा आधा घण्टा पछि आइज भनेर लुकिङ ग्लास सिसा पसलमा नि अनि त्यहाँ 250 भन्छ अनि अन्त 150 मा दिन्छ त सिसा पसलमा गर्नु न त 100 रुपैयाँ लागि मलाई देऊ 100 रुपैयाँ सोनामको त उसले थाहा जस्तै त हाम्रो घरको बुइसीले यसरी घाँस हालेर खानु पर्छ नि तिमीहरूले जानेर अहिले के खाँदेको Satu minit lagi. Soalnya apa? Ini sudah habis. Ini mulai banyak tuh. Oke. Last kan 2 jam lagi nanti. Itu udah habis, itu udah order. Depende kami update. Last night, kudu mana dipende boy, oke? Mau kalau nanti, dipende ulang sesuai sini. Ini masuk dah. Mau tahu apa lah? Ini apa? Ini dia udah, ini. Yang dipende dari saya masuk dah. Dah. Siapa satu lagi? Aku lah sama macam sih kalau aku taruh sudah. Dah sudah. Aku boleh berapa lagi? Ini barang-barangnya kalau kamu jalan ambil tadi kalau saya apa? Mau jalan berapa sini video begini semua. Jalan ini. Ini ang tahu kira-kira jalan ini atau lain. Ayo kan telepon kan? Ada sonam tak ibu ya? Boleh. Ini kalau mana kalau jalan ini. Sonam. Saya tahu boleh betul. Boleh niran boleh so kau. Mau telah berapa? Ini mana boleh betul ya? Nak aku kurang mana? Oh, sama saja. Kita boleh kalau boleh. Tang dia tu mau. Ayo dia. Tang cari boleh ada. Tang cari. Oh, itu dia dah buat itu kawan ni. Boleh. Oh? Mana polis mana? Oh, dah. Kamu nak makan apa? Mau makan apa? Ikan aja no? Ikan aja no? Mau tak kali? Tio, ali long time makan tu. Oni peri. Sorry. Ah. Tunggu. छोड्ने बानी छ त्यही भएर तपाईहरु यो कलिङको रड गरेर दिन खानु भनेर न तपाईहरु आउँछ हुनुहुन्छ अयो कस्तो भयो मोटो बोल्यो म त एकदम खानु आइ भोलि के खानु भोलि दिन तपाईको कुरा आमा एकदम अनहेल्दी खाइराछु हैन प्रोटिनको साग पनि बिगारेको लाग्छ मैले चलन आधा कसम मसु त आधा त्यस्तो खासै मसु त भने हैन राखेको तर पनि अब एक चाचा उपचार पनि त साच्चो होला म त नभन मलाई अस्ति पनि मलाई किमाको डोज खाथे नि त अनि किमाको 10 लाग्ने अनि स्ट्राइक खाएको हुँदाखेरि त्यो खानाको सन्तुलन नमिलेर मोबाइल खाएको रिपोर्ट भएछु अनि यसको टाइटल चाहिँ के थियो भिडियोमा सोनी दाइ तिमीले गर्दा मलाई गाह्रो भयो रे टाइटलमै फेरि यति गाह्रो भएको नि टोलेमा लडेछु अनि धेरै बेटर सिमेन्टको भुइँमा लडेपछि के भयो भने यो गाला त्यस्तो भयो नि त अनि त्यसपछि बल्ल होसाएर धेरै चिसो भएर प्रेस भएछु क्या अनि त्यो दिन त्यो तिम्रो लागि के खाथ्यौ अब खाना भनेको आज फेरि यहीमा जुरे त्यस्तो कुरा खास नखानु पर्ने हो अब तपाईले सोनीदाको तर्फबाट सुनि फ्लाइङ किस पाउनुहुन्छ बिदा गरेको चाहिँ नालाई बेइज्जत हुन्छ बिदा माग्नु थ्यांक यू सो मच जा नमस्ते सबैजनालाई माफ पाऊ ओके भन्छ के गर्नु पर्छ अब अझै पनि पनिसमेन्ट भिडियो चाहिँ आइन्छ आज छैन थाहा छ उठिहाल अयो पेट पोल्यो त्यसो भन्ने पाइदैन पनिसमेन्टमा अयो जुरुकै तपाईँ लास्टमा भेट्यो भने कोरिङमा किरा भेट्नु कस्तो लाग्यो थियो उठ्न नसक्नु भयो